निर्मल पूर्जाको अन्तिम बोली यस्तो। 10 जना आरोही हराएको पाकिस्तानी ब्रेड पिक चौडा हिमालमा पर्ने भए पनि चुनौतीपूर्ण किन? यो हिमालको वास्तविक यस्तो रहेछ। भिडियोलाई एक लाइक गर्दै अन्तिमसम्म हेर्नुहोला। कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जा निम्सदाई सहित 10 जना आरोहीहरू पाकिस्तानी ब्रेड पिक हिमाल आरोहण गर्ने क्रममा बेपत्ता भएका छन्। तीमध्ये 4 जनाको शव फेला परेको छ भने आरोहीहरू खोजी र उद्धारका लागि हेलिकप्टर, ड्रोन र अन्य उपकरणहरू परिचालन गरिएका छन्। पाकिस्तानमै रहेको K2 लगायतका हिमालबारे धेरैले सुनेका छन्, तर ब्रेड पिक र यसको भौगोलिक जोखिमबारे धेरैलाई थाहा नभएको हुन सक्छ। विश्वकै खतरनाक मान्ने K2बाट 8 किलोमिटर दूरीमा छ ब्रेड पिक। यो K2 भन्दा कम खतरनाक चाहिँ छैन। निर्मल पूर्जाले आरोहण अघि आफैले ब्रेड पिक म तिमीलाई सुरक्षित रूपमा माथि पुग्ने र आफ्नो बाटो बाहेक अरू केही माग्दिन। मैले कुनै पनि हिमाललाई सजिलो ठानेको छैन, एउटालाई पनि छैन, उनले लेखेका छन्। ब्रेड पिक समुद्र सतहदेखि 8051 मिटर उचाइमा छ। विश्वका 8000 मिटर भन्दा अग्ला 14 वटा हिमालहरू मध्ये 12औं स्थानमा पर्छ। पाकिस्तान र चीनको सिमानामा पर्ने प्रसिद्ध कारकोरमा पर्वत श्रृंखलामा अवस्थित यो हिमाललाई स्थानीय बाल्टी भाषामा फाल्चन काग्री अर्थात चौडा हिमाल मानिन्छ। सन् 1892 मा बेलायती अल्बेसक मार्टिन कल्बेनले ब्रेड पिक भ्रमण गर्दा यसको शिखर करिब 1.5 किलोमिटर लामो र अनौठो किसिमको फराकिलो देखेका थिए। सामान्यतः हिमालका टाकुरा तीखा र चुच्चा हुने भए पनि यसको बनावट चौडा र समर्थल जस्तै भएकाले नै यसको नाम ब्रेड पिक रहन गएको हो। यस्तै नयाँ जानकारीको लागि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला।